के तपाईले राजनीतिमा बारम्बार सुनिने महाधिवेशन शब्दको अर्थ थाहा पाउनु भएको छ? किन महाधिवेशन भएपछि पार्टीको भविष्य नै बदलिन्छ? आजको भिडियोमा हामी सरल भाषामा बुझ्नेछौँ महाधिवेशन भनेको के हो, किन गरिन्छ र यसले देशको राजनीतिमा कस्तो असर पार्छ। महाधिवेशन भनेको कुनै पनि राजनीतिक दलको सबैभन्दा ठूलो र सर्वोच्च बैठक हो। यस बैठकमा पार्टीका प्रतिनिधि, नेता र कार्यकर्ताहरू भेला भएर पार्टीको दिशा र नेतृत्व तय गर्छन्। महाधिवेशन किन गरिन्छ त? यसको मुख्य उद्देश्य हुन्छ नयाँ नेतृत्व चयन गर्नु, पार्टीको नीति र सिद्धान्त तय गर्नु र भविष्यको राजनीतिक रणनीति बनाउनु। महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव जस्ता पदहरूको चुनाव हुन्छ। साथै पार्टीको विधान, घोषणापत्र र कार्ययोजना पनि पास गरिन्छ। महाधिवेशनले केवल पार्टी मात्र होइन, पूरै देशको राजनीतिमा प्रभाव पार्छ। नयाँ नेता आएपछि सरकारको नीति र दिशा पनि बदलिन सक्छ। नेपालमा कांग्रेस, एमाले, माओवादी जस्ता ठूला दलहरूले नियमित रूपमा महाधिवेशन गर्दै आएका छन्। यी महाधिवेशनले देशको राजनीतिक भविष्य तय गर्छन्। अब तपाईलाई थाहा भयो महाधिवेशन भनेको के हो र किन महत्त्वपूर्ण छ। यदि तपाईलाई राजनीति सरल भाषामा बुझ्न मनपर्छ भने यो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। भेटौँ अर्को जानकारीमूलक भिडियोमा। धन्यवाद।